मलाई त फसाए सक्यो भने त टुच्चे त लाउनै परिहाल्छ नि अब जहिले होला तिमीहरूले यस्तो आरोप खाएर जेलमा कुस्ने पनि सबैजना पछाडि बसेका जेन्जीहरू जस्तै तर हातले बज्यो मलाई पहिले जसरी यहाँ निर्वाह गरिरहनु भएको छ हामीलाई कहिले भएन भनेर वाक्कै लगाइसक्यो ए आमा हो साङ्लो बरो मारी कुरो अमेरिकामा तपाईँ त आफै लिएर जानुभयो पनि भन्छन् कसैले चाहिँ केटीले लिएर गएको भन्छन् तपाईँ त फस्नुभयो के हो यो चाहिँ सत्य तथ्य स्पष्ट आफै दिनुहोस् त यो तपाईँलाई फसाइएको कि बरो मलाई त फसाए यसमा धरोधर्म मेरो केही गल्ती छैन हजुर सबै गल्ती खेमसरकै हो अनि यो चाहिँ कतिको हान्नुहुन्छ यो सोल्टीलाई डबको हान्न लाउने नि म यो के सक्यो भने ताली भाँडेजी सोलमारीमा चाहिँ तपाईँ त गइराख्नुहुन्छ अरे टुच्च कति लाउनुहुन्छ खास गरी टुच्च त लाउनै परिहाल्छ नि अब भित्तीहरूसँग भेटघाट हुन्छ अब सुट्टाको कुरो त नगरौँ होला मारी यस्तो सुट्टा त मारी भुटान खुल्ला मिडाँडामा हुँदाखेरि कति खाइयो सोल्टी भित्तीलाई बोलाउनै पर्छ कि क्या पैसा खाएको भनिन्छ अब तपाईँ विदेशमा हुनुहुन्छ नेपाल देश छोडेर अमेरिका जानुभयो छोरी बिरामीको नाउँमा होइन तपाईँको यो के हो स्पष्टीकरण आफै गर्नुहोस् तपाईँ तिमीहरू मसँग नराम्रो क्या तिमीहरू जहिले होला तिमीहरूले यस्तो आरोप खाएर तिमीहरूले सक्नै भयो क्या केही गर्नै हुँदैन बा हाम्रो ग्याङ पनि छ है यहाँ पछाडि छैन कि हाम्रो ग्याङ पनि छ है अहिले तपाईँ त जेलमा जानुभयो जेल पर्नुभयो फेरि दुनियाँ नाम बदनाम भयो अब अहिलेको चाहिँ तपाईँको मनोसाय कस्तो छ बुझ्न खोजेको अब मेरो मनोसाय यस्तोमा जेलमा कुस्ने पनि सबैजना पछाडि बसेका जेन्जीहरू जस्तै हुन् जेन्जी यी सबै जेन्जी युवाले नै कोच्या हुन् तालेलाई पत्याए मलाई पत्याएन नपत्याउने खालको त म मान्छे होइन हेर्नुहोस् पत्याउनै पर्ने लायक मान्छे हो अब ठिक छ अहिले कन्डिसन भनौँ न फेरि एकचोटि चाहिँ प्रधानमन्त्री पड्काउँछु होला भन्ने आश छ यो आशावादीको तपाईँको कदर होस् राम्रो होस् तर हातले बज्यो मलाई त्यहाँदेखि बोल्नै छोडेको मलाई कति बोल्नु गरेर गाह्रो छ देवजी अहिले कहाँ हुनुहुन्छ तपाईँ अहिले कुन देशमा हुनुहुन्छ के गर्दै हुनुहुन्छ भन्दै हुँदैन हारिहाल्छ पछि हाल्ने के गर्छ भन्दै हुँदैन यो विषय बोल्नु हुँदैन अनि तपाईँ नेपाल फर्किने के छ विचार पार्टी त कब्जा गरिदिइसक्यो के गर्नुहुन्छ